हेलो एभ्रिवान वेलकम टु माई च्यानल। आज चाहिँ म तपाईँहरूको अगाडि चाहिँ चिकन ग्रेभीको रेसिपी लिएर आएको छु। त्यसको लागि चाहिँ एउटा भाँडो बसाल्ने, त्यो भाँडोमा चाहिँ तोरीको तेल, मैले चाहिँ तोरीको तेल युज गरेको छु। तोरीको तेलले एकदम मिठो स्वाद दिन्छ मासुहरू चिकनहरू जे पकाउँदाखेरि। त्यसपछि मैले यहाँ ठुलो इलाइची एउटा र दुईवटा तेजपत्ता युज गरेको छु। यो हल्का यसो ताते जस्तो भएपछि यसमा चाहिँ प्याज चाहिँ मैले ठुल्ठुलो साइजको जस्तो दुईवटा प्याज युज गरेको छु यहाँ। प्याजलाई चाहिँ हामी यसरी राखेर एकछिनसम्म यसरी चलाउँछौँ। प्याज चाहिँ हल्का गोल्डन ब्राउन गरेसम्म हामी यसलाई भुट्छौँ, चलाउँछौँ। र यो चाहिँ हल्का अब गोल्डन ब्राउन जस्तो भइसकेपछि यसमा चाहिँ मैले अदुवा लसुनको पेस्ट राखेर चाहिँ यसलाई चाहिँ एकछिन चलाउँछौँ। यसलाई एकछिन अदुवा लसुनको पेस्टलाई पनि यसरी चलाएर हामी चाहिँ एकछिन यसलाई पाक्न दिन्छौँ। र यो त्यो राम्ररी भुटिसकेपछि चाहिँ यसमा चाहिँ चिकन राखेर चिकनलाई पनि मजाले चलाउँछौँ। यो चिकनलाई हामी एकछिन यसलाई चलाएर यसको पानी सुक्नलाई हामी यत्तिकै छोडिदिन्छौँ। र एकछिनपछि फेरि हामी यसलाई चलाएर हेर्छौँ कतिको पानी सुक्यो भनेर। यसमा बिस्तारै पानी सुक्दैछ र यस्तै गरेर फेरि हामी एकछिनलाई यसलाई छोडिदिन्छौँ यत्तिकै पानी सुक्नलाई। र टाइममा हामीले चाहिँ यसलाई चेक गरिराख्नुपर्छ पानी कतिको सुक्यो के छ भनेर। किनभने फेरि हामी यसलाई नहेऱ्यो भने यो मजाले तलबाट डढ्न पनि सक्छ। सो यसलाई टाइममा हामी चाहिँ यसरी चाहिँ हामी यसलाई चलाउँदै हेर्दै गर्छौँ। यसमा पानी सुकिसकेपछि हामी यसमा बेसार जिरा धनियाँको धुलो राखेर हामी चाहिँ यसलाई मजाले चलाउँछौँ, यसलाई मिक्स गर्छौँ। यसलाई राम्ररी चलाएर चाहिँ हामी यसलाई अब एकछिनलाई यो मसलासित पाक्नलाई यत्तिकै हामी एकछिनलाई यसलाई छोडिदिन्छौँ। यो मसला राम्ररी पाकिसकेपछि हामी यसमा चाहिँ टमाटर, मैले चाहिँ चारवटा टमाटर युज गरेको छु। अनि नुन राखेर हामी यसलाई चाहिँ छोपेर पकाउँछौँ। एकछिनपछि छोपेर पाकिसकेपछि हेर्नु त यो टमाटर पनि कस्तो राम्ररी गलेर राम्ररी पाकेर आएको छ। मैले चाहिँ यो टमाटर पछि राखेर होइन त्यसमा चाहिँ नुन राखेर यसरी पकाउने गर्छु। त्यो भन्दा चाहिँ के हुन्छ टमाटर मजाले राम्ररी पाक्छ होइन। त्यसपछि यो टमाटर राम्ररी पाकेपछि यसलाई फेरि हामी छोपेर एकछिनलाई पकाउँछौँ। र यो अब हेर्नु त यो फाइनल्ली कस्तो मजाले पाकेर आएको छ होइन। यो अलि धेरै नै मजाले राम्ररी पाकेर आइसकेपछि अब यसमा चाहिँ तपाईँलाई कति चाहिन्छ त्यो अनुसारले पानी राखेर यसलाई चाहिँ हामी एकछिनसम्म यो आफूलाई ग्रेभी कति मात्रामा खाने हो, कतिको ग्रेभी चाहिने हो होइन। अब अलिक झोल खाने भए यसैलाई झोल पनि बनाउनु मिल्यो। तर होइन अब ग्रेभी खान्छु र अलिक ग्रेभी मिठो मनपर्ने मान्छेहरूले चाहिँ यसमा ग्रेभी राखेर चाहिँ यसरी खानु सक्छ। अनि मैले चाहिँ यो धनियाँको डाँठ हुन्छ नि त्यसलाई चाहिँ राखेर पकाउँदा एकदम स्वाद आउँछ कि धनियाँले एकदम डाँठले चाहिँ एकदम स्वाद दिनेले दिन्छ। त्यसले गर्दा यो धनियाँको डाँठलाई चाहिँ राखेर एकछिन पकाएर हामी यसरी ढाकेर एकछिन पकाउँछौँ। त्यसपछि चाहिँ मैले यहाँ मिट मसला लिएको छु। मिट मसलाको स्वाद एकदम मिठो हुन्छ। सो मिट मसला र अनि 2देखि 3वटा खुर्सानीलाई काटेर हामी एकछिन यसलाई यसो चलाएर फेरि एकछिनलाई यो केही छिनलाई पाक्नको लागि 2देखि 3 मिनटलाई पाक्नलाई छोडिदिन्छौँ। र 2देखि 3 मिनटपछि हेर्नु त यो कस्तो राम्रो ग्रेभी बनेर आएको छ। सो यतिको ग्रेभी चाहिँ मलाई ठिक लाग्छ, खानासँग खाना एकदम मिठो हुन्छ। त्यसपछि चाहिँ मैले यसमा धनियाँले यसलाई गार्निस गरेर फेरि यसलाई हल्का चलाएर एकछिनलाई जस्ट केही सेकेन्डलाई मात्र यसो पकाउँछु र अनि यसको ग्यास म बन्द गरिदिन्छु। त्यसपछि हाम्रो यो चिकन चाहिँ फाइनली रेडी भएर आउँछ। यस्तै कन्टेन्टहरूको लागि च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।